नमस्कार, फार्मिङ सरोजको अर्को एउटा फार्मिङ एपिसोडमा यहाँहरूलाई स्वागत छ। मैले विगतदेखि नै यो सयपत्री फुलको जानकारी तपाईलाई दिइ पनि राखेको छु। आज हामी सानो सानो लटको त हामीले धेरै टिपिसक्यो। अहिलेसम्म हामीले 1.5 देखि 2 क्विन्टल यो प्लटबाट हामीले फुल निकालिसकेका छौँ। आज हाम्रो टिपाईको प्रमुख टिपाईको आज हाम्रो 7औं टिपाईमा छौँ, भनेको ठुलो लटको टिपाईको। अब पछिल्लो माघ महिनामा लगाएको सयपत्री फुल यहाँ हामीसँग भएको जति एरियामा छ 1200 वटा बिरुवा हामीले लगाएका थियौँ। त्यो मध्येको लगभग 2 महिना जति हामीले लगातार टिपिसक्यौँ र आज दिनभरि पानी परेको थियो। दिनभरि पानी परेर यसमा थुङ्गामा पानी पनि जम्मा भएको छ। तर हामीले भोलिको जुन अर्डर छ त्यसलाई पुर्याउने हिसाबले आज यसलाई चिसैमा पनि टिप्दैछौँ। सो मैले पहिलेदेखि भन्दै आइराखेको छु कि सयपत्री फुल तपाईँहरूको लागि एउटा राम्रो आम्दानीको स्रोत बन्न सक्छ। एउटा घरमा राम्रोसँग सयपत्रीलाई थोरै जग्गामा पनि म्यानेज गरेर लगाउनु भयो भने एउटा परिवारको लागि आम्दानीको राम्रो स्रोत बन्न सक्छ भन्ने हिसाबले मैले केही भिडियोहरू पहिला पनि बनाइराखेको छु र अरू उत्पादन गर्ने व्यवसायभन्दा यसलाई अलिकति झन्झटिलो पनि कम छ र यो सयपत्री फुलको काम गर्दाखेरि रमाइलो पनि छ। सो आज हामीले यहाँ टिप्न लागेको सयपत्री फुलको अपडेट तपाईँलाई मैले दिनेछु र हामीले यहाँ गर्न लागेको कुन अवस्थामा हाम्रो सयपत्री छ र कस्तो अवस्थामा हामीले टिपिराखेका छौँ यो सबै जानकारी दिनेछु। यसको लागि भिडियोमा अन्तिमसम्म रहनु होला। अब तपाईँले देख्न सक्नुहुन्छ हामीले जति यो फुल टिप्दै जान्छौँ त्यति नै बढी यसको कोपिलाहरू आउँदै गर्छ। प्रशस्त मात्रामा फुलिराखेका कोपिलाहरू पनि छ, फक्रिन बाँकी कोपिलाहरू पनि छ। दिउँसो भर्खर पानी परेर अहिले भर्खर रोकिएको छ, तर यो कोपिलाहरू एकदमै पानीले भरिएको छ। सो भोलि बिहान हामीले पुर्याउने बेलामा यसको पानी पनि सुक्ला भन्ने हिसाबले अहिले टिपिएको छ। राति पानी थपियो भने झन् समस्या पर्छ। तर यस्तो मजाले रहर लाग्दो तरिकाले कोपिलाहरू निस्किएको छ। अब यो अहिलेसम्म हामीले 2 महिना टिपिसक्यौँ। अब 1.5 क्विन्टलभन्दा बढीमा त हामीले यो फुल टिपी पनि सकेका छौँ। बजारमा पनि यसको माग एकदमै राम्रो छ। अहिले यो लामो खडेरीको समयमा अरू धेरै ठाउँमा यसको उत्पादन पनि छैन। सो यसले एउटा राम्रो जीविकोपार्जनको स्रोत चाहिँ बनाउन सक्छ। अब यहाँनिर हेऱ्यौँ भने पानी परिरहँदाखेरि यो टिपेको जुन ठाउँहरू छ दागहरू यो कुहिने अवस्थामा पनि छ। अब यो 2 देखि 3 महिना लगातार हामीले यसलाई टिपी पनि राखेका छौँ, जसले गर्दा यसको अब आउने कोपिलाहरू एकदमै सानो भएर आउँछ। अब जति हामी पछि जाँदै गर्छौँ 2 महिना 3 महिना पछि हुँदै जान्छौँ, कोपिलाको सङ्ख्या त हामीले जति यो थुङ्गा टिप्दै जान्छौँ त्यति नै बढी कोपिला निस्कन्छ। एकपटक फुल टिप्न सुरु गरेपछि कोपिलाहरू त एकदमै प्रशस्त निस्कन्छ। तर सुरुमा जति साइज थुङ्गाको देखिन्छ बिस्तारै उमेर बढ्दै जाने बेलामा फुलको त्यो साइज चाहिँ घट्दै जान्छ। तर पनि साइज थुङ्गाको घट्दै जाँदाखेरि पनि सङ्ख्या एकदमै बढी छ, कोपिलाहरू प्रशस्त छ। तपाईँलाई मैले एकछिन यो बिरुवामा देखिएको कोपिलाहरू पनि देखाउँछु। कुनै कुनै अवस्थामा कोपिलाहरू बढी भएर पानीको कारणले यसरी सुकेको पनि देखिन्छ। अहिले त यो पानी पर्ने सिजन भएको हुनाले पानीलाई त्यति समस्या छैन, होइन भने यसको तलपट्टि थोपा सिँचाइ पनि राखिएको छ। त्यसले गर्दा यो खडेरीमा यसलाई उत्पादन गर्नलाई सजिलो भयो। लगभग हामी यो लटको फुलको अन्तिम लटमा पनि छौँ। अब लगभग 1 महिना बढीमा यसको हामीले टिपाई गर्न सक्छौँ। त्यसपछि यसलाई हटेर फेरि मैले हिजो नर्सरी पनि राखिसकेको छु। हिजो भन्नुभन्दा पनि 2-3 दिन अगाडि त्यसको पनि भिडियो राखिसकेको छु, त्यसलाई पनि हेर्न सक्नुहुन्छ। यो चरणमा हामीले यसरी यो खेती व्यवस्थापन गर्न सक्यौँ भने कम्तीमा एकै लटमा धेरै उत्पादन लिनुभन्दा पनि प्रत्येक चरणमा लगिराख्ने नियमित ग्राहकहरूलाई दिन सक्नु पनि ठुलो कुरा हुन जान्छ। होइन भने एकैपटक धेरै उत्पादन गरेर केही गरी त्यो सिजनमा बजार त्यसले पाउन सकेन भने खेर फाल्नुपर्ने अवस्था रहन्छ। त्यसैले मैले धेरै मात्रामा तिहारमा त मैले धेरै मात्रामा लगाउँछु, तर अरू सिजनमा एकैपटक धेरै भन्दा पनि 1000 वटा बिरुवालाई रोटेसनमा 2-2 महिना 3-3 महिनाको फरकमा रोटेसनमा लाउने गरेको छु। जसको लागि अब यो प्लटमा देख्नु भएको फुल अब अन्तिम हुँदैछ। 1 महिनामा यो सकिन्छ। त्यसपछि यो तलपट्टि तपाईँले देख्नुहुन्छ लगाउन सुरु गर्दैछु, फुल्न पनि सुरु गर्दैछ। यसमा अलिकति थोरै मात्रै छ बिरुवाहरू, अब लाउन बाँकी छ, पानी भर्खर आएको छ। र अर्को लटको लागि फेरि मैले नर्सरी राखेको छु। सो यसरी हामीले रोटेसनमा यो कामहरू गर्दै गयौँ भने बजार व्यवस्थापनको लागि पनि सजिलो र यो उत्पादनलाई व्यवस्थापन गर्नको लागि पनि सजिलो धेरै हुन्छ। र अलिकति तपाईँलाई म यसको उत्पादन लागततिर पनि जोड्न चाहन्छु। मैले यहाँनिर तपाईँले देख्नुभएको यो जात जुन छ यो हाइब्रिड जात हो। यसको 1000 वटा बिउको प्याकेटको लागि ठाउँ हेरिकन 5500 देखि 6000 रुपियाँ बिउको हुन जान्छ। बेमौसमी उत्पादन हो भने त्यसको लागि थप अरू स्रोतहरू जुटाउनु पर्ने हुन्छ। पानीको व्यवस्थापन गर्नुपर्ने हुनसक्ला अथवा अरू केही संरक्षित घरहरू बनाउनु पर्ने हुनसक्ला। जे भए पनि एक लटमा 1000 देखि 1500 बिरुवाको यदि फुल हामीले फुलाउने लक्ष्य राखिन्छ भने 15 देखि 20,000 हाम्रो यसको लगानी हुन जान्छ। अब नर्मल्ली पनि हाम्रो फुलको बजार मूल्य भनेको एकदमै अफ सिजन छ भने त 500 रुपियाँ केजी 600 रुपियाँ केजी ठाउँ हेरिकन जान्छ। यदि एकदमै कम भयो भने पनि 300 350। अब अहिलेको सिजनको कुरा गर्नुहुन्छ भने 400 देखि 500 रुपियाँ केजी त फुल त जान्छ नै। अब अहिलेसम्म यहाँबाट हामीले 1.5 क्विन्टलभन्दा बढी फुल उत्पादन गरिसकेका छौँ। लगभग 2 क्विन्टलै पुगिसक्यो होला। यो खुद्राको पनि हामीले कुरा गर्ने हो भनेपछि अहिले मेरो एभरेज यो सेलिङ यदि
350 या 400 रुपियाँ नै राख्ने हो भने पनि तपाईँले आफैले यसको एउटा इस्टिमेट निकाल्न सक्नुहुन्छ। त्यसैले थोरै जग्गामा पनि एउटा बेमौसमी खेतीको रूपमा यसलाई गर्न सक्ने हो भने एउटा राम्रो प्रतिफलको माध्यम चाहिँ बन्न सक्छ। र मैले भन्दै आइराखेको एउटा कुरा भनेको कम्तीमा हामीसँग खेतबारी बाँझो छ, जग्गाहरू छ भने केही न केही कम्तीमा उत्पादन गरौँ। चाहे हामी तरकारी उत्पादन गरौँ, चाहे हामीले अरू अन्नबाली उत्पादन गरौँ, चाहे हामीले सयपत्री फुल उत्पादन गरौँ, चाहे अरू कुनै नयाँ चिज उत्पादन गरौँ, केही न केही उत्पादन गरौँ जसले गर्दा हाम्रो जग्गा पनि बाँझो रहँदैन र हामीलाई कम्तीमा घरमा बसेर 2-4 पैसा आम्दानी गर्नको लागि पनि सजिलो होस्, आफ्नो परिवार चलाउनको लागि पनि सजिलो होस्। अब यही सयपत्री नै खेती गर्नुपर्छ भन्ने छैन, तर तपाईँहरूकोतिर के बालीको सम्भावना छ त्यो खेती गर्न सक्नुहुन्छ। हस्, यो जानकारी सँगसँगै यतिन्जेल भिडियो हेरिदिनु भयो, साथ दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। आगामी दिनमा पनि थप यस्तै जानकारीमूलक भिडियो र तपाईँको जिज्ञासा अनुसारको भिडियोहरू भविष्यमा पनि हेर्न चाहनुहुन्छ भने यो च्यानललाई सब्सक्राइब गरिदिनु होला र यो भिडियोलाई एक लाइक गरिदिनु होला। यहाँसम्म हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद र आफ्नो केही प्रतिक्रिया छ भने कमेन्ट बक्समा छोडिदिनु होला भन्दै आजको लागि बिदा माग्छु। अर्को एपिसोडमा फेरि भेटौँला। नमस्ते, धन्यवाद।